नमस्कार सबैजनालाई निया जस्तै 10 रोचक यानी शब्दहरू सिकौं। निको 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 भनेको चाहिँ हाँस्दै खुसीसाथ भन्ने अर्थ लाग्दछ। इक्जाम्पल खारेवा इचुमो निको निको सितेइरु, ऊ सधैँ हाँस्दै खुसीसाथ रहन्छ भन्ने अर्थ लाग्दछ। निक्कोरी निक्कोरी भनेको चाहिँ मुस्कुराउनु भन्ने अर्थ लाग्छ। मिठो हाँसो भन्ने अर्थ लाग्दछ। इक्जाम्पल खानोजो वा वातासी वो मिते निक्कोरी वारात्ता भन्ने अर्थ लाग्दछ। उनले मलाई हेरेर मिठो हाँसो दिइन् भन्ने अर्थ लाग्दछ। अर्को रहेको छ कुसु 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 भनेको लुकीछिपी हाँस्नु, बिस्तारै हाँस्नु भन्ने अर्थ लाग्दछ। इक्जाम्पल मिन्ना गा उसिरो दे कुसु कुसु वारात्तीरु, सबैजना पछाडि लुकीछिपी हाँस्दैछन् भन्ने अर्थ लाग्दछ। हेरा 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 भनेको लापरवाहीले हाँस्नु, हल्का फुल्का हाँस्नु भन्ने अर्थ लाग्दछ। इक्जाम्पलमा खारेवा चुई सारेतेमो हेरा हेरा सितेइरु, चेतावनी दिँदा पनि ऊ लापरवाहीले हाँस्दैछ भन्ने अर्थ लाग्दछ। अर्को रहेको छ गेरा 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 भनेको ठुलो हाँसो, खुलस्त हाँस्नु भन्ने अर्थ लाग्दछ। इक्जाम्पलमा खारेवा जोकुओ किते गेरा गेरा वारात्ता भन्ने अर्थ लाग्दछ। उसले ठट्टा सुनेर ठुलो हाँसो हाँस्यो भन्ने अर्थ लाग्दछ। अर्को छ उतो 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 भनेको चाहिँ झुलुक्क निदाउनु, निद्राले